दर्शकवृन्द, तपाईहरुलाई हामीले यो त्रिशुली नदी आसपास रहेका ड्रोनको फुटेज देखाइरहेका छौं र हामीले दिवस बस्नेतको फेसबुक वालबाट यो फुटेज प्राप्त गरेका हौं र तपाईहरुलाई देखाइरहेका छौं त्रिशुली ढुङ्गे आसपासका यो ड्रोन फुटेज। यहाँ चाहिँ सयौं घरहरू यसरी डुबानमा परिएको छ र यतिखेर यो चाहिँ बगरमा परिणत भएको छ। यो चाहिँ चाइनाबाट आएको हिम पहिरोको बाढी भन्ने हामीले जानकारी प्राप्त गरेका छौं र विशेष गरी यो पहिरोले ठूलो विनाश निम्ति आएको छ। देशको धेरै ठाउँहरू ध्वस्त बनाएको छ। अधिकांश रसुवाको टिमुरेदेखि चाहिँ अत्यन्तै धेरै क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौं र टिमुरेमा चाहिँ अलि धेरै जनधनको पनि क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौं र यति बेला तपाईहरुलाई हामीले त्रिशुली आसपासका ड्रोन फुटेज देखाइरहेका छौं। यो बाढी कसरी आएको थियो, बाढी चाहिँ बजार क्षेत्रमा कसरी वेगसहित पसेको थियो भन्ने हामीले तपाईहरुलाई दृश्यमा देखाइरहेका छौं र यहाँ बनेका हाइड्रो पावरहरू पनि नरहेको पनि हामीले तपाईहरुलाई देखाइरहेका छौं र अहिले चाहिँ यो विशेष गरी चाइनाबाट आएका जुन यो बाढीले अत्यन्तै ठूलो क्षति पुर्याएको छ। देशमा ठूलो सङ्कट निम्ति आएको छ र ठूलो जनधनको क्षति भएको आकलन गरिएको छ र अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण यकिन भएको छैन। ठाउँ ठाउँमा अझै पनि चाहिँ आउने क्रम जारी रहेको भन्ने पनि हामीले जानकारी प्राप्त गरेका छौं र अझै पनि केही त्यहाँ माथि चाइनामा रहेका केही ड्यामहरू फुट्न बाँकी रहेको र ती चिजहरू पनि आउन बाँकी रहेको भन्ने पनि हामीले सुन्नमा आएका छौं। तैपनि तपाईहरु यो खोलाको तटीय क्षेत्रमा बस्दै हुनुहुन्छ भने तपाईहरु एकदमै सुरक्षित भएर बस्नुहोला। आसपासमा तपाईहरुले यो जुन खोलाको विध्वंस तपाईहरुलाई हामीले देखाइरहेका छौं, जुन चाहिँ यो त्रिशुली खोला हामी भन्छौं र विशेष गरी यो जनै पूर्णेको ठ्याक्कै बेला मेलाको अवसरमा धेरै तीर्थालु भक्तजनहरू गोसाइकुण्ड जाने क्रम पनि यही बाटो हुँदै जाने भएको हुनाले उहाँहरूलाई पनि प्रभावित भएको र केही मानिसहरू बेपत्ता भएको भन्ने पनि हामीले सुनेका छौं। पक्कै पनि भगवानको कृपाले सबैजना सकुशल रहून् भन्ने हाम्रो कामना रहेको छ र यस्ता विध्वंसकारी जुन एक खालका भइरहेको छ देशमा, यो अहिले बाढी पहिरो आइरहेको छ, यो कारणले हामी धेरै पछि परिरहेका छौं। अब हाम्रो देश विकास भइरहेको छ तर बेला बेलामा हामीलाई प्रकृतिले पनि ठगिरहेको अवस्था छ। तपाईलाई अहिले ठ्याक्कै त्रिशुलीको र ढुङ्गे आसपासको ड्रोन फुटेज हामीले देखाइरहेका छौं र ड्रोन फुटेज विवश बस्नेत को फेसबुक पेजबाट हामीले विवश बस्नेतको फेसबुकबाट हामीले प्राप्त गरेका हौं र उहाँलाई विशेष धन्यवाद। उहाँले स्थलगत त्यहाँ के भइरहेको छ भन्ने चाहिँ देखाइदिनु भएकोमा हामी विशेष धन्यवाद दिन चाहन्छौं। तपाईहरुलाई अहिले चाहिँ ठ्याक्कै हामी रिपोर्टिङ गरिराख्नेछौं। के हुनेछ भन्ने कुरा हामी हरेक देखाउनेछौं। धन्यवाद।